राइटमा हुनुहुन्छ जीबब अनि लेफ्टमा हुनुहुन्छ माइला एकचोटि हल्ला गर्नु पर्यो रेडियो माइला 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 लेट्स गेट इट चिकने पतली कम्बर ऐसे नहीं जापान भने गीत गाउँछ मुजी यो कस्तो हो त फेरि यो र्याप होइन सिक्ने आइज तेरो बाउकोमा तिमी भन्दा बढ्ता पढे लेखा त मेरा छोरा छन् तिमीले मलाई सिकाउँछौ र्याप गेम मेरो लुडो खेल्ने छक्का त साले छक्का नामर्द मिलेन लेभल तेरो बाउ बोला तेरो बाउ होला नि तेरो बाउ साला हाइट छोटो दिमाग बोतो यो माइलाको चुतिया साला दिमागका कुरा गर्छ एउटा खसी सिङ्गे खाने ज्यान खाइ लाग्दो मैले कस्तो र्याप निकाल्छु भने र्याप भन्न किन आउनु पर्यो बरु गाए हुँदैन र भजन के छ हातमा गन हप्ता छिटो गन नगर धेरै कन 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 भेटलास फेरि दनादन तेरो बार्जहरू सुन्दा फेरि चित्त बुझेन माइला मलाई भएन हजम स्कुल पढ्ने बेला गाँजा र सरेस खान गयो होला होइन खाए त गाँजा आफ्नै बाउको खाए मलाई अलि डरो दिन पर्थ्यो के तेरो बाउ बुवा आमाले पता नै के संस्कार सिकाए त हल्ला नगर मुची गाउँ कोठाले आइमे केटालाई धम्काए माने अलस मलाई यो माइलो दाइ हो बुझिस यसले कसले थर्काएको हो माइला दाइ भनेको तपाईहरुको आदरणीय दाजुजु लेभल मिलेन तेरो मेरो कहाँ छ तेरो जेठो दाइ तिमी बढी नबोल है मेरो मलाई पारा तातियो छ मैले काट्दिन्छु यो दाइ खाली कुरा गर्नु खोज्छ मार्का दाजुलाई कसैले पछार्न सक्छ सक्दैन नि फेरि मैले नै चिन्छु नपताए बाजी क्रिया पनि छ अलिकति पैसा वाल पनि हो एउटा रोल चाहिँ दिनी पनि अनि लगानी पनि गर्ने ऋषि धमला पनि हुन्छ ऋषि धमलालाई पत्रकारको रोल दिने हिरोनी मध्ये एउटा ऋषि धमलाको श्रीमती एलिजा गौतम देख्नु भएको छ फिगर ऋषिलाई नि खेलाउने उसको बुढीलाई नि खेलाउने अनि माइलो डन्डले त वा एलिजालाई नचाहिरा त्यस्तो सिन राखिदिने लजा अनि छक्कै तेरे को क्या है बहुत मजाक लग रहा है तेरे को ये सब चीज मत कर बेटा मत कर मैं बोल रहा हूँ बेटा मत कर ये सब मत कर तेरे को वार्निंग है ये मत कर ये सब सुधर जाओ एउटा गीत गाउँछु गीत गाउनुहोस् त हमला हमला ऋषि धमला अरे हमला ऋषि धमला स्वर त राम्रो छैन नि त यो कुरा नगर बस छोड तपाईलाई मन पर्ने पेय पदार्थ के हो मलाई त अझ होका राम्रो लाग्छ अनि खानामा तपाईको रुचि केमा छ आई लाइक टु स्पाइसी डिशेस प्रेम रोमान्च र सेक्समा चाहिँ सबभन्दा तपाईलाई मन पर्ने चीज के हो धेरै नबोल है तिमी धेरै फाल्टु नबोल बकवास गर्छौ तिमी जन्त जान्न चाहन्छ बताउनु साथ जबरजस्ती गरेर हुन्छ तपाईँ अत्यन्त रमाइलो मान्छे सज्जन मान्छे तर रक्सी बढी खाने क्या के यो कुरा नगर बस छोड अब म रक्सी पिउँदिन भनेर भन्न सक्नुहुन्छ तपाईँ तपाई जेपीटी उही नबोल्नुस् है रक्सी कति पिउनुहुन्छ तपाईँ पानी खाँदाखेरि रौसी खायो भने चाहिँ तपाईँ विवाह गर्दै हुनुहुन्छ अरे मलाई चाहिँ केटाहरूलाई चाहिँ नजिस्याउने गरे है तिमीले तपाईलाई युवतीहरूले धेरै मन पराउँछन् रे। झिस्किया छौ मैले दाइलाई युवतीहरूले मन पराउने कारण के रहेछ खोज्नु हो रक्सी नगर्नुस् बा छोड्नुस् म्युट हान्दिए मैले तपाईँ तपाईसँग कति पैसा छ आजको दिनमा कि यति धेरै जिस्काउँछ साला कुकुर तपाईँ उग्र नहुनुहोस् यता सुन्नुस् मेरो कुरा अब तपाईँ चुप लाग्नुहोस् औँला नदेखा मुजी औँला देखार कुरा